नमस्कार। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सर म्यामहरूमा म हुँ नमिता लामिछाने। मेरो ठेगाना बेस्सर नगरपालिका वडा नम्बर 7 लमजुङ र पेसाले म मोटिभेसन स्पिकर, ट्रेनर, टिचर। र आज हामी जागरण एकाडेमी तथा रिट्रिट सेन्टरद्वारा सञ्चालित यो पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट कार्यक्रममा यो भर्चुअल माध्यमबाट जोडिरहेका छौँ। सर म्यामहरू, आज 190औँ ब्याचको आज दोस्रो दिन हो। हो म्याम, हो। आज दोस्रो दिनमा हामी रहिरहेका छौँ र सर म्यामहरू, यहाँले हिजो ऱ्यापो बिल्डिङ सिकिसक्नु भएको छ। हिजो पनि हाम्रो 2टा सेसनहरू सञ्चालन भएको थियो र यहाँहरूले हामीले बोल्दाखेरि कस्तो कस्तो फर्मेटलाई फलो गर्नुपर्छ, हामीले कसरी सुरुवात गर्नुपर्छ भन्ने कुरा हिजो सरसर्ती यहाँले पक्कै पनि बुझ्नुभयो। र आज मैले देखेको थिएँ यहाँहरूले भिडियो पनि पठाउनु भएको थियो र सबैजनाले चाहिँ सायद पठाउनु भएन। 190औँ ब्याचको हामी 10जना छौँ पार्टिसिपेन्ट जस्तो लागेको छ। सबैको भिडियो आयो आज? आएन है? यसै ह्यान्डेज गर्छु त कसले पठाउनु भयो हेरौँ मैले एकचोटि। ल, हजुरहरूलाई एकदमै धेरै धेरै धन्यवाद छ। र जसले चाहिँ पठाउन सक्नु भएन अथवा भ्याउनु भएन उहाँहरूलाई पनि मुरी मुरी धन्यवाद छ। किन होला सर म्यामहरू? नपठाउनेहरूलाई पनि मुरी मुरी धन्यवाद दिएको छु मैले। किन होला? जसले पठाउनु भएन उहाँहरूलाई डबल डबल नमस्कार गरेछु मैले। किनभने यहाँहरूले हामी ट्रेनरहरू जति पनि ट्रेनरहरू छौँ, हामीलाई जुन जिम्मेवारी दिएको हुन्छ, एकजनाको लागि एकजना ट्रेनर छुट्याइएको हुन्छ। जब यहाँले भिडियो पठाउनुहुन्न, नपठाएपछि हामीले पनि छुट्टी पायौँ। हामीले पनि हेरिदिनु परेन, फिडब्याक दिनु परेन, छुट्टी मिल्यो ट्रेनरहरूलाई। त्यसैले मैले डबल नमस्कार गरेँ यहाँहरूलाई। आदरणीय सर म्यामहरू, यहाँहरू सबैजना सिक्न आउनु भएको छ। हामी कसरी एकदम प्रखर वक्ता बन्न सक्छौँ भन्ने उद्देश्य लिएर आउनुभएको छ। त्यसैले यहाँहरूले पक्कै पनि आफ्नो गृह कार्य गर्नुपर्छ। यहाँहरूलाई यो पक्कै पनि थाहा छ, हामीले जति अभ्यास गर्छौँ त्यति हामी पोख्त बन्छौँ, हामी त्यति प्रफिट बन्न सक्छौँ। त्यसैले आदरणीय सर म्यामहरू, हामीले कक्षा सञ्चालन गरिसकेपछि, कक्षा सञ्चालन भइसकेपछि हरेक दिन यहाँहरूलाई दिएको गृह कार्य भनेको अनिवार्य हो। हजुरहरू साँच्चै सिक्न नै आउनुभएको हो भने त्यो अनिवार्य हो र यहाँहरूले अनिवार्य गर्नुपर्छ। यहाँहरूले त हामीलाई काम दिने हो। ल है, मैले यस्तो भिडियो बनाएर पठाएको छु, मलाई चाहिँ फिडब्याक चाहियो। मैले सुधार गर्नुपर्ने पक्षहरू के छ त मेरो भनेर यहाँहरूले खोजी गर्नु पर्यो। अनि बल्ल यहाँहरू अगाडि बढ्न सक्नुहुन्छ। यो पक्कै पनि मैले भनिरहनु पर्दैन सर म्यामहरू। आज हाम्रो दोस्रो दिनको कक्षा छ। दोस्रो दिनको कक्षामा हामीले हिजो हाम्रो ऱ्यापो बिल्डिङको फर्मेट फलो गरेर यहाँहरूले सकारात्मक सोचको बारेमा यहाँहरूले भिडियो बनाएर पठाउनु भएको थियो। अब सुरुमा मैले हाम्रो 190औँ ब्याचको एकजना कसले भनिदिनुहुन्छ? ल, हामीले गङ्गा म्यामलाई नै भने मैले। ल त म्याम, एकचोटि ऱ्यापो बिल्डिङको फर्मेटलाई फलो गरेर यहाँहरूले चाहिँ आफ्नो परिचय दिसियो त म्याम। ऱ्यापो बिल्डिङको फर्मेटलाई फलो गरेर हजुरले परिचय दिसियो त। म्याम म्युट होइसिन्छ हजुर। म्युट होइसिन्छ, अन गरिछु म्याम। नमस्कार। भयो म्याम, आयो? एकदम एकदम आएको छ म्याम। ल भनिसु म्याम। नमस्कार, म गङ्गा चिमरिया। म मेरो घर अहिले बसाइ काठमाडौँ। म पेसामा नर्सिङ। परिचय मात्रै भने होइन म्याम? ऱ्यापर बिल्डिङको फर्मेटलाई फलो गरेर हजुरले आफ्नो परिचय दिसियो म्याम। ल, सुरुमा हामीले हिजो ऱ्यापर बिल्डिङको फर्मेटमा सुरुमा नमस्कार, मेरो नाम चाहिँ गङ्गा चिमरिया। चिमरिया, अनि मेरो त्यति घर थियो। बसाइ अनि
हजुरको ठेगाना बसाइ मेरो घर चाहिँ यहाँ हजुर। थियो भन्ने मात्रै थियो म्याम, कि अरू थियो? अनि परिचयमा त त्यही जस्तो लाग्छ म्याम। परिचय ऱ्यापो बिल्डिङको फर्मेटलाई फलो गर्नुहोस् भनेर भन्ने बित्तिकै सुरुमा के हुन्छ भन्दा सुरुमा आई कन्ट्याक्ट हुन्छ, हजुरको स्माइल हुन्छ। त्यो स्माइल पछाडि आइस ब्रेकर युज गर्नु पर्यो यहाँले। बल्ल ए यहाँले नमस्कार भन्नुहुन्छ। नमस्कारसँगै ग्रेटिङसँगै के आउँछ? अभिवादनसँगै सम्बोधन अभिवादन आउनुपर्छ। नमस्कार सम्बोधन आउनु कसलाई पर्यो। गर्नुभएको त्यो सम्बोधन गर्नु पर्यो यहाँले। सबै गर्नु बल्ल पर्यो म्याम। आफूले भन्नुहुन्छ, आफ्नो परिचय भन्नुहुन्छ बल्ल। मेरो ए नाम ऱ्यापो चाहिँ बिल्डिङ गङ्गा। हजुर हजुर है। हजुर। मैले परिचय मात्रै भने होला भन्ने ठानी। होइन म्याम, ऱ्यापो बिल्डिङको फर्मेट भन्ने बित्तिकै हजुरले सुरुदेखि आई कन्ट्याक्ट भयो। अनि आई कन्ट्याक्ट पछि के छ भन्दा स्माइल छ हो, हामी मुसुक्क हाँस्छौँ। अनि हामी आइस ब्रेकर युज गर्छौँ हामी, हो। हिजो आइस ब्रेक पक्कै दिनुभएको छ म्यामले। अनि हजुर। बल्ल हामीले गेटिङ गर्छौँ, त्यसको अर्थ हामी बल्ल नमस्कार भन्छौँ। नमस्कार एक्लै आउँदैन, त्यो नमस्कार कसलाई गरेको सम्बोधन गर्नुपर्छ। नमस्कार उपस्थित महानुभावहरू भन्छौँ कि दर्शकवृन्दहरू भन्छौँ कि होइन के भन्छौँ, त्योसँग जोडिएर आउनु पर्यो। अनि बल्ल हामीले आफ्नो परिचय दिन्छौँ। अघि सुरुमा थाल्दा पनि मैले त्यसरी नै थालेको थिएँ होला म्याम। ल यति कुरा मैले किन जोडेँ भन्दा यो हाम्रो रिभिजन भयो हिजोको। त्यो हजुर ऱ्यापो म्याम। बिल्डिङको फर्मेट हामीलाई जहिलेसम्म आउँदैन तहिलेसम्म हामीले अरू आज हुने जुन क्लास छ, उद्घोषणको क्लास हो आज, त्यो क्लासको लागि र अन्य कक्षाहरूको लागि हाम्रो अन्य कक्षा भनेको मन्तव्यको ढाँचाहरू भन्ने आउँछ। जुन मन्तव्यको ढाँचाहरूमा हामीले शुभकामना मन्तव्य कसरी दिने, स्वागत मन्तव्य कसरी दिन्छौँ, सभा अध्यक्षको मन्तव्य कसरी दिन्छौँ, उद्घोषण भनेका छौँ हामी, हो हामी उद्घोषक बन्ने भनेका छौँ, उद्घोषण कसरी गर्छौँ, ती कुराहरू सबैमा के चाहिन्छ भन्दा यो ऱ्यापो बिल्डिङको फर्मेट चाहिन्छ। सबभन्दा इम्पोर्टेन्ट कुरा त्यही हो जुन चाहिँ हामीले सुरुवात गर्छौँ। त्यो जुन दिनको लागि पनि हुन्छ, कार्यक्रम सञ्चालकलाई पनि चाहिन्छ, मन्तव्य दिँदा पनि चाहिन्छ। त्यसैले ऱ्यापो बिल्डिङको फर्मेट यहाँले बिर्सिनु भएन। सरी, बिर्सिनु भएन। सुरुमा हामी आई कन्ट्याक्ट गर्छौँ। कसरी गर्छौँ आई कन्ट्याक्ट? मासमा सबैतिर हेरेर गर्नु पर्यो। मासमा सबैतिर हेर्छौँ। कसरी हेर्छौँ भन्दा कि हामी डब्लुको सेपमा हेर्नु पर्यो कि हामीले यामको सेपमा हेर्नु पर्यो। एकजनालाई मात्रै धेरै समय हेर्नु भएन, 2 अथवा 3 सेकेन्ड मात्रै हेर्नु पर्यो, हो। एकजनालाई 2 देखि 3 सेकेन्डभित्र मात्रै हेर्छौँ। त्यस हजुर म्याम। पछाडि हामी स्माइल गर्छौँ, आइस ब्रेकर भन्छौँ। आइस ब्रेकर पछाडि हामी गेटिङ गर्छौँ, गेटिङ पछाडि एड्रेसिङ गर्छौँ हामी। अनि त्यस पछाडि आफ्नो परिचय दिन्छौँ। परिचयमा के हुन्छ त? नाम ठेगाना पेसा। हाम्रो नाम ठेगाना पेसा हुन्छ। हाम्रो परिचय दिइसकेपछि नाम ठेगाना पेसा भन्छौँ। त्यस पछाडि हामी कार्यक्रम सञ्चालक छौँ भने हामी के गर्छौँ? स्वागत गर्छौँ। आज स्वागत। यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म मेरो तर्फबाट र आयोजक संस्थाको तर्फबाट हार्दिक स्वागत गर्छु। हामी कार्यक्रम सञ्चालक छौँ भने ट्याक्कै स्वागत गर्ने भयो। वक्ता छौँ भने के भन्छौँ? मलाई आज यस कार्यक्रममा मेरा भनाइहरू राख्ने सुवर्ण अवसर प्रदान गर्नुभएकोमा यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु अथवा धन्यवाद दिन्छु भनेर भन्छौँ हामीले। र त्यस पछाडि एडिफिकेसन अफ प्रोग्राम, कार्यक्रम के कार्यक्रम छ, कार्यक्रमको परिचय भन्नु पर्यो। हामी पब्लिक स्पिकिङको कार्यक्रममा गएका छौँ भने, हो, कार्यक्रमकै बारेमा भन्छौँ। हामी सबैलाई थाहा छ बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल बिग्दैन। त्यसैले हामी बोल्नुपर्छ। अरूको मन जित्नको लागि हामीले आत्मविश्वासका साथ बोल्नुपर्छ। हामी निर्धक्क भएर बोल्नुपर्छ। हामीले बोलेको कुरा अरूलाई बुझाउन सक्ने किसिमले बोल्नुपर्छ भन्छौँ हामी कार्यक्रमको बारेमा। कार्यक्रमको परिचय र महत्त्व भन्छौँ हामी। अनि त्यो भनिसकेपछि के आयो भन्दा कार्यक्रमको रुल्स एन्ड रेन्ज भन्ने आयो। आज हाम्रो कार्यक्रम पब्लिक स्पिकिङको उद्घाटन सत्रमा छौँ र हाम्रो कार्यक्रम अहिले 2 बजे सुरु भएको कार्यक्रम 5 बजेसम्म चल्नेछ। हामी के भन्यौँ त्यहाँ? टाइम रेन्ज दियौँ। यो कार्यक्रम अवधिभरमा यहाँहरू आफ्नो मोबाइललाई साइलेन्ट गरेर बस्नुहुनेछ, हो। यहाँहरूलाई पानी प्यास लागेमा यहाँहरूको देब्रे साइडमा जारमा पानी राखिएको छ, यहाँले त्यहाँबाट लिन सक्नुहुनेछ। कार्यक्रमको अन्तमा चिया नास्ताको व्यवस्था गरिएको छ भनेर हामीले यसरी नियमहरू भन्छौँ। अनि भनेपछि बल्ल कार्यक्रमको सुरुवात गर्छौँ।
यो ऱ्यापे बिल्डिङको फर्मेट यो हिजोको यहाँसम्म चाहिँ मैले रिभिजन गराएँ। ल अब हिजो यहाँहरूले जुन भिडियो बनाएर पठाउनु भयो, बनाएर पठाएको भिडियोमा यहाँले फिडब्याक पनि पाइसक्नुभयो होला सायद भन्ने मलाई लागेको छ। पाउनु भएको छैन भने पनि फिडब्याक पाउनुहुन्छ। र त्यस्तै समस्या परेछ ट्रेनरहरूलाई होइन। अब उहाँहरू पनि अब कतै गएको हुनुहुन्छ, त्यस्तै बिजी केही कारणले त्यस्तो भएछ भने यहाँले संयोजकलाई सम्पर्क गर्नुहोला। मैले भिडियो पठाएको थिएँ किन आएन भनेर। अनि यहाँहरूले चाहिँ अब हाम्रो संयोजकज्यूसँग पक्कै पनि कन्ट्याक्ट गरिसक्नु भएको छ होला। मेसेन्जरमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ। त्यसैले फेसबुकमा एड गर्नुभयो भने एकदमै सजिलो हुन्छ। ग्रुपमा भन्दा पनि सिधै भयो भने छिटो देखिन्छ पनि। र यहाँले मलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ। आदरणीय सर म्यामहरू हुन्छ। यो यहाँसम्म मैले हिजोकोलाई रिपिट गरेँ। आज चाहिँ हाम्रो के छ भन्दा उद्घोषण भन्ने छ। सर म्यामहरू उद्घोषण भनेको त थाहा छ नि है हामीलाई, के होला उद्घोषण भनेको? कार्यक्रम सञ्चालन गर्नु म्याम। ल उद्घोषण भनेको ट्याक्कै सरले बताइदिनु भयो, कार्यक्रम सञ्चालन गर्नु। ल हामी पब्लिक स्पिकिङ सिक्न आयौँ। पब्लिक स्पिकिङ सिक्न आइरहेका छौँ। त्यसैले हामी वक्ता मात्रै होइन, हामी एउटा कार्यक्रम सञ्चालक पनि हो। हामीलाई बोल्नको लागि मात्रै होइन, कहिले कहिले कार्यक्रम सञ्चालन गर्न पनि जिम्मा दिइन्छ होला है, होइन त? कहिले कहिले कार्यक्रम सञ्चालन गर्नुहोस् है हजुरले भनेर भन्नुभयो भने नाइ मलाई त आउँदैन भन्ने कुरा आउँछ र सर म्यामहरू? आउँदैन नि त। हामी त के हौँ, वक्ता पनि हौँ र हामी कार्यक्रम सञ्चालक पनि हौँ। त्यसैले आदरणीय सर म्यामहरू, हामीले आज उद्घोषण कार्यक्रम सञ्चालन कसरी गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। आउनुहोस्, यहाँहरूलाई आजको यो दोस्रो सेसन उद्घोषणको सेसनमा म हार्दिक स्वागत गर्छु। अब उद्घोषण कला, बोल्न त सबै बोल्छन्, बोल्न त सबै बोल्छन् र संसार तिनैले जित्छन् जसले आत्मविश्वासका साथ बोल्छन्। त्यसैले संसार जित्नको लागि अथवा अरूको मन जित्नको लागि हामी आत्मविश्वासका साथ बोल्नुपर्छ। यही कोटेसनसँगै यही भनाइसँगै आजको उद्घोषण कला जुन मास्टर अफ सेरेमनिज, यसको मैले सुरुवात गर्छु। र उद्घोषण के हो त? अघि नै सरले भनिसक्नुभयो, उद्घोषण भनेको कार्यक्रम सञ्चालन हो भनेर भनिसक्नु भएको छ। यो अलिकति थ्योरिटिकल पार्ट छ, म अलिकति छिटो छिटो लैजान्छु है। अहिले हाम्रो फर्मेट आउँछ, जुन फर्मेटमा हामीले टाइम रह्यो भने प्र्याक्टिस पनि गर्न पाउँछौँ। त्यसैले उद्घोषण के हो त भन्दा दर्शक वा श्रोता समक्ष प्रत्यक्ष रूपमा विविध पक्ष वा विषयसँग सम्बन्धित सभा वा कार्यक्रम सञ्चालन गर्ने व्यक्तिलाई उद्घोषक अथवा मास्टर अफ सेरेमनिज भनेर भनिन्छ। अब कुनै पनि विविध पक्षहरू हुन्छ, विभिन्न विषयहरू हुन्छ होइन, सभाहरू सम्मेलनहरू हुन्छ, तिनीहरूमा कार्यक्रम सञ्चालन गर्ने व्यक्ति जसलाई चाहिँ हामी के भन्छौँ, उद्घोषक भन्छौँ। कहिले कहिले कार्यक्रम सञ्चालक। म्यामको साउन्ड चाहिँ कटिरहेको छ त म्याम। सबैको हो कि मेरो मात्रै हो? साउन्ड कटेको आयो म्याम। र एकछिन सोध्नु पर्यो म्याम, रोजा म्यामलाई सोद्धा हुन्छ के छ? रजा म्याम, मेरोमा चाहिँ क्लियर आइरहेछ है। अरू सर म्यामले पनि एकचोटि भनिदिनुहोस् त। मेरोमा चाहिँ मैले एकदम क्लियर सुनेको छु। क्लियरै छ म्याम, एकदम राम्रै छ। त्यस्तो भयो भने सर एकचोटि आफू छुट्नु होला अनि फेरि जोडिदिनु होला है त। हजुरको वाइफाई चेक गरिसक्यो न एकचोटि, कहिले कहिले त्यस्तो खालको प्रब्लम हुन्छ है त। सुन्नु भएको छ नि? ल सुन्नु भएन भने चाहिँ खबर गर्छु है म्याम। हस् हजुर हस्। ल अब उद्घोषण भनेको कार्यक्रम सञ्चालन हो र ती कार्यक्रम सञ्चालन गर्ने व्यक्तिलाई हामी उद्घोषक भनेर भन्छौँ, जसले कार्यक्रम सञ्चालन गर्नुहुन्छ है। तर उद्घोषण गर्ने भनेको के त भन्दा जुन चाहिँ कार्यक्रम सञ्चालन गर्ने काम हो, दर्शक श्रोता कार्यक्रम बिचमा माध्यम बनेर है, मिडियम अथवा मिडिएटर बनेर कार्य गर्ने, जसले चाहिँ कार्यक्रम र जुन चाहिँ श्रोता हुनुहुन्छ उहाँहरू बिचमा सन्तुलन कायम राख्नु, सञ्चारको ग्याप हुन नदिनु, कमी हुन नदिनको लागि उद्घोषकले बोल्ने जुन प्रक्रिया हुन्छ त्यसलाई हामी के भन्छौँ, उद्घोषण भनेर भन्छौँ। कार्यक्रम सञ्चालन गर्ने मान्छेले हाम्रो कार्यक्रम जुन छ र हाम्रा दर्शकहरू जुन हुनुहुन्छ उहाँहरू बिचमा चाहिँ मेडिएटर भएर काम गर्ने, ग्याप नगर्ने के एउटा सेड्युल बनाएको हुन्छ नि त होइन, कार्ययोजना बनाइएको हुन्छ। ती फर्मेटको आधारमा ठ्याक्क उहाँले कार्यक्रम सञ्चालन गर्नुहुन्छ, सञ्चारको कमी हुन दिनुहुन्न
त्यसलाई चाहिँ हामी के भन्छौँ भन्दा उद्घोषण भनेर भन्छौँ। यो हामीलाई थाहा पनि छ सर म्यामहरू। त्यसैले आउनुहोस् अलिकति छिटो छिटो जाउँ है त। उद्घोषणको प्रकार भन्ने छ अर्कोमा। अब कति प्रकारको हुन्छ होला सर म्यामहरू? थाहा छैन म्याम। रामकुमार सर ल त भन्छियो कति प्रकारको हुन्छ होला उद्घोषण? दुई प्रकारको हुन्छ म्याम। दुई प्रकारको हुन्छ, एउटा प्रत्यक्ष हुन्छ, अर्को अप्रत्यक्ष हुन्छ है त। अब यो के को आधारमा छ भने हाम्रा अडियन्सहरूको आधारमा प्रत्यक्ष र अप्रत्यक्ष भनेर भन्छौँ हामीले। अब केलाई चाहिँ प्रत्यक्ष मान्ने भन्दा कस्तो खालको चित्रमा देख्नु भएको छ है यहाँहरूले? चित्रमा देख्नु भएको छ नि, बोल्ने व्यक्ति जो हुनुहुन्छ, बोल्ने व्यक्तिको अगाडि दर्शकहरू सिधै सम्पर्कमा हुनुहुन्छ, डाइरेक्ट फेस टु फेस छ भने हामी त्यसलाई प्रत्यक्ष भनेर भन्छौँ है। खुला मञ्च अथवा बन्द हलमा हुने कार्यक्रममा उद्घोषण गर्ने अथवा दर्शक अथवा श्रोता सामु रहेर प्रत्यक्ष सञ्चालन गर्ने प्रक्रिया जसलाई प्रत्यक्ष उद्घोषण भनिन्छ। र यस प्रकारको उद्घोषणमा उद्घोषक र दर्शक श्रोताको प्रत्यक्ष सम्पर्क हुने हुँदा तत्काल नै प्रतिक्रिया पाइन्छ, देखिन्छ। अब सिधै बोल्ने व्यक्तिले सञ्चालन, कार्यक्रम सञ्चालन गर्ने व्यक्तिले सञ्चालन गरिरहेको हुनुहुन्छ, सिधै बोल्नुहुन्छ, अडियन्स ठ्याक्कै अगाडि नै हुनुहुन्छ, अनि उहाँले भन्दै जानुहुन्छ नि, सुन्नु भएको छ नि है भन्नुहुन्छ कहिले कहिले, अनि कहिले कहिले ल त यसो ह्यान्ड रेज गर्नुहोस् त कसैले, ल सुन्नु भएको छैन भने यसो हात हल्लाउनुहोस् है भनेर भन्नुहुन्छ बेला बेलामा। अनि उहाँबाट सुन्या छ एकदम राम्रो सुन्या छ। अनि कुनै कुराहरू स्पष्ट पार्नु पर्यो भने तपाईँहरूले सुन्नु भएको छ नि, बुझ्नु भएको छ नि, अथवा कहिले कहिले प्रतिक्रिया लिन मन लाग्यो भने ल त भन्नुहोस् त यो भनेको के होला, जिज्ञासा राख्न मन लाग्यो भने सिधै राख्न सकियो र सिधै जिज्ञासा पाइयो पनि। त्यसलाई हामी के भन्छौँ भन्दा प्रत्यक्ष भनेर भन्छौँ। अर्को अप्रत्यक्ष भनेको कस्तो हो त भन्दा यो जस्ट अपोजिट भयो। जस्तै हाम्रो टेलिभिजनहरूमा कार्यक्रमहरू सञ्चालन भइरहेको हुन्छ, रेडियोबाट बोलिरहेको हुन्छ, तर सुन्नुहुन्छ कसले भन्दा हाम्रो अगाडि हुनुहुन्न, हाम्रो पछाडि भएको व्यक्तिहरूले, हामीबाट टाढा भएको व्यक्तिहरूले सुनिरहेको हुनुहुन्छ भने त्यसलाई चाहिँ हामी अप्रत्यक्ष उद्घोषण भनेर भन्छौँ। अब दर्शक श्रोतासँग प्रत्यक्ष नदेखिने गरी गरिने उद्घोषणलाई अप्रत्यक्ष उद्घोषण भनिन्छ है। अब यसमा के हुन्छ भन्दा दर्शक अथवा श्रोताको रुचि थाहा हुँदैन, उद्घोषणलाई तुरुन्तै पाइँदैन नि त प्रतिक्रिया है। अब रेडियोमा बोलिरहँदा, टेलिभिजनमा बोलिरहँदा पनि के गर्नु पर्यो, एगोरो बोलिरहेको हुन्छ, प्रतिक्रिया पाउन त सकिन्छ, तर कति बेला पाइन्छ भन्दा ढिलो पाइन्छ, तुरुन्तै त पाउन सकिँदैन नि होइन। यसलाई चाहिँ के भन्ने भन्दा अप्रत्यक्ष उद्घोषण भनेर भन्छौँ हामी। त्यस्तै आउनुहोस् अर्कोमा जाउँ। अब के छ भन्दा कार्यक्रम विभिन्न प्रकारका हुन्छन्। पहिला कार्यक्रममा हाम्रो समारोह। अब कस्ता कस्ता समारोहहरू, जस्तै उद्घाटन समारोह है, कुनै पनि कार्यक्रमको उद्घाटन। अनि समापन, जस्तै हाम्रो यही मानौँ पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट कार्यक्रम 7 दिवसीय जुन कार्यक्रम छ त्यसको उद्घाटन सत्र, उद्घाटन समारोह है। पहिलो दिनमा कार्यक्रम सुरु हुनुभन्दा अगाडि त्यसलाई उद्घाटन गरेर गरियो भने उद्घाटन समारोह। अब अहिले त हामी अनलाइनमा छौँ त्यसैले गरेनौँ, तर चाहिँ फिजिकल छ भने हो फिजिकलमा गरिन्छ पनि। त्यस्तोमा उद्घाटन समारोह भयो, लास्ट डेमा समापन समारोह। अनि हस्तान्तरण गर्ने, जस्तो भवनहरू बनाइदिएको छ अथवा कुनै सामग्रीहरू दिइएको छ होइन, त्यसलाई चाहिँ प्रदान गरिदिने, संस्थालाई दिने अथवा व्यक्तिलाई दिने हस्तान्तरण। विमोचनहरू गरिने, पुस्तकहरू विमोचन, अभिनन्दन कार्यक्रमहरू, वार्षिक उत्सवहरू आदि। अब गोष्ठीहरू भन्यो भने कार्यशाला, विचार गोष्ठी, प्रवचन गोष्ठीहरू हुन्छ। त्यस्तै सभाहरूमा आम विचार सभा भनेर, श्रद्धाञ्जली सभा, शोक सभा, प्रार्थना, साधारण सभा आदि। अनि भेला भन्यो भने साधारण भेला भयो, विशेष भेला होइन, प्रौढ, अनि बाल भेला, महिला भेला भनेर। सम्मेलन भन्यो पत्रकार सम्मेलन, धार्मिक सम्मेलन, वार्षिक, राजनैतिक आदि सम्मेलन। त्यस्तै प्रदर्शन भन्यो भने सर्कसहरू, नाटक, सांस्कृतिक, पुस्तक, फोटो प्रदर्शनी आदि हुन्छ। त्यस्तै विविधमा अन्य मेलाहरू, जुलुसहरू, र्यालीहरू होइन। अनि यात्राहरू, कलश यात्रा भनिन्छ नि कहिले कहिले, सुन्नु भएको छ होला है होइन त।
कुनै धार्मिक अनुष्ठानहरू गर्नुभन्दा अगाडि कलश यात्रा गरिन्छ भनेर सुन्नुभएको छ नि होइन? कलश बोकेर लिएर गइन्छ नि त। हो यस्तो हजुर यस्तो कार्यक्रमहरू विविध खालका कार्यक्रमहरू हुन्छन्। कार्यक्रम विभिन्न प्रकारका हुन्छन् र सबै कार्यक्रम प्रायः जसो सबै कार्यक्रमहरूमा उद्घोषकको भूमिका हुन पनि सक्छ र कुनैमा चाहिँ नहुन पनि सक्छ। अब कस्तो खालको कार्यक्रम कसरी चलाउने त्यसमा भर परेको हुन्छ, औपचारिक किसिमले चलाउने कि अनौपचारिक किसिमले चलाउने भनेर है। ल सर म्यामहरू, म एक्लै बोलै गरेँ धेरै, अब यहाँहरूको बोल्ने पालो आयो। ल त सर म्यामहरूले भनिदिनुहोस् त मलाई एकचोटि, उद्घोषकमा कस्ता कस्ता गुणहरू हुनुपर्छ होला? हामी उद्घोषण त भनिरहेछौँ, कार्यक्रम सञ्चालक त भनिरहेछौँ, हामीमा कस्तो कस्तो खालको गुणहरू हुनु पर्यो? मिठो बोल्ने हुनु पर्यो, विषयवस्तुमा ज्ञान हुनु पर्यो र कार्यक्रमका विषयमा पूर्ण जानकारी हुनु पर्यो जस्तो लाग्छ म्याम। एकदम धेरै धेरै धन्यवाद छ हाम्रो सरस्वती गिरी म्यामले भनिसक्यो होइन त। ल अरू त्यस्तै अरू सर म्यामले थपिसियो त नदोहोरिने गरेर। पक्कै पनि यहाँहरू कार्यक्रम सञ्चालन पनि गर्न जानुभएको छ होला अथवा स्पष्ट सञ्चालन बोल्नु गर्ने पर्यो, स्पष्ट सहभागी हुन बोल्नु पर्यो, जानुभएको छ। हजुर हजुर। स्पष्ट बोल्नु पर्यो। कार्यक्रमको बारेमा तपाईँको जुन कार्यक्रम हो त्यसको बारेमा चाहिँ पहिल्यै पर्फेक्ट तरिकाले अगाडि उसले अध्ययन गरेर बढ्नु पर्यो। कार्यक्रमको बारेमा विस्तृत जानकारी हुनु पर्यो, हजुर। स्पष्ट वक्ता हुनु पर्यो। अरू कार्यक्रमको बारेमा थाहा पाएको हुनु पर्यो। अब के को बारेमा कार्यक्रम गर्ने भन्ने कुरा चाहिँ थाहा पाएको हुनु पर्यो। अनि केको त्यसपछि बारेमा कार्यक्रम कहाँ कार्यक्रममा गर्दैछु, कसरी गर्दैछु, के गर्दैछु भन्ने कुरा त्यो हजुर कार्यक्रममा जानुभन्दा पहिल्यै जुन आयोजक संस्थाहरू हुन्छ त्यो अब त्यसको बारेमा राम्रोसँग थाहा पाएको हुन्छ। एकदम आयोजक संस्थाहरूको बारेमा थाहा हुनु पर्यो होइन, के कार्यक्रम छ भनेर थाहा हुनु। समयावधिमा जानुपर्ने हुन्छ। हजुर कार्यक्रममा समयावधिभित्र जानुपर्ने हुन्छ, त्यहाँ अँ, भएको नियम पालना एकदम गर्नुपर्ने हुन्छ। कार्यक्रममा समय अवधिभित्र जानुपर्ने हुन्छ, निश्चित समयभित्र, त्यो कुरा पनि थाहा हुनु पर्यो होइन त। हजुर। एकदम। अब कार्यक्रम कहाँ हुँदैछ, कहिले हुँदैछ, कसरी हुँदैछ होइन, कार्यक्रमको सेड्युल त थाहा हुनु पर्यो नि कि परेन? पर्यो नि म्याम। पर्यो। अनि त्योभन्दा पनि मुख्य गरेर व्यक्तिगत गुणहरू, अब उद्घोषण गर्न जुन व्यक्ति जानुहुन्छ, हामी उद्घोषक जसलाई भन्छौँ अथवा कार्यक्रम सञ्चालन गर्ने व्यक्ति, उहाँहरूमा व्यक्तिगत गुणहरू पनि हुनु पर्यो नि होइन कि परेन? पर्यो म्याम। एकदम व्यक्तिगत गुणहरू पनि हुनु पर्यो उहाँहरूसित। अब कस्तो कस्तो खालको हुनु पर्यो त? ल आउनुहोस् हेरौँ है त। अब हामी कस्तो कस्तो खालको गुणहरू हुनुपर्छ त एउटा उद्घोषकमा? पक्कै पनि एकदम आकर्षक खालको हुनुपर्छ होला है, पर्छ पर्दैन होला सर म्यामहरू? पर्यो म्याम। ल आत्मविश्वास एवं आकर्षक व्यक्तित्व भएको चाहियो होइन, यसो हेर्दैमा एकदम कन्फिडेन्ट भएको चाहियो नि। आज म कार्यक्रम सञ्चालन गर्न जाँदैछु भनेर एकदम ढोक्कले गएर चलाउने खालको हुनु पर्यो। ओहो आज मैले कार्यक्रम चलाउनु छ, सक्छु कि सक्दिनँ, कतै मैले बिर्सिने हो कि के हो कि, ओहो प्रमुख अतिथि त मेयर साहब आउने रे, मेयरको अगाडि मैले कार्यक्रम कसरी सञ्चालन गर्ने भनेर ढुकढुक भयो भने पक्कै बिग्रिन्छ है, पक्कै बिग्रिन्छ क्या। त्यसैले ढुक्क भएर जानु पर्यो कि म चाहिँ आज त्यो कार्यक्रमको राजा हो। आज त मैले मेयर साहबलाई नि ल आउनुहोस् बोल्नुहोस् अथवा चाहिँ ल आउनुहोस् बस्नुहोस् भनेर भन्न पाउँछु। म त त्यो हैसियत राख्ने मान्छे हो नि त। आज त म त त्यो कार्यक्रमको सम्पूर्ण कार्यक्रमको राजा हुन्छ उद्घोषण भनेको त। प्रमुख अतिथिलाई नै उठ्नुहोस् बस्नुहोस्, ल आउनुहोस् उद्घाटन गर्नुहोस् अनि ल गएर बस्नुहोस्, ल बोल्न आउनुहोस् अनि यति टाइम मात्रै बोल्नुहोस् होइन त, सब अर्डर गरिदिने हो नि त। त्यही भएर चाबी एकदम कन्फिडेन्ट भएर जानु पर्यो, आत्मविश्वासी भएर जानु पर्यो, आकर्षक व्यक्तित्व बनाएर जानु पर्यो। यसो देख्दै पनि के यो त कार्यक्रम सञ्चालन गर्ने व्यक्ति नै होला भन्ने हुनु पर्यो। ट्यागका हातमा डायरी सायरी बोकेर पेन्सन बोकेर होइन, अनि हाम्रो ड्रेसअप छ नि, ड्रेसअप हो त्यस्तै खालको कपडा सपडा लगाएर कार्यक्रममा मिल्दो खालको कि सुहाउँदो खालको कपडा लगाएर ट्याक्क गएपछि के हुन्छ, मान्छेहरूले यसो देख्दा आफ्नो परिचय नदिँदै पनि हामी पोडियममा गएर नउभिँदै पनि के हुन्छ, ए यो त पक्कै नै कार्यक्रम चलाउने मान्छे होला भन्ने हुनु पर्यो क्या हामी देख्दैमा। त्यस्तो बनाएर जानु पर्यो। अब स्वस्थ हुनु पर्यो, फुर्तिलो हुनु पर्यो, हँसिलो हुनु पर्यो,
नत्र समस्या हुन्छ है सर मेम्बर आछु आछु गरिरहने अनि खोकिरहने गरियो भने हेत्तेरिका कस्तो रोगीवाला ल्याएछन् कार्यक्रम सञ्चालन गर्ने मान्छे भनेर अडियन्स भागे भने के गर्ने है त्यस्तो समस्या हुन्छ त्यसैले स्वस्थ हुनु पर्यो एकदम फुर्तिलो हुनु पर्यो एकदम हँसिलो हुनु पर्यो कस्तो टाउको दुखेर आज मलाई भनेर टाउको समातेर बस्ने खालको हुनु भएन टाउकै दुख्यो नि त नि टाउको त दुखे अब के अन्त कार्यक्रम छ के अरे भनेर के गर्नु पर्यो भन्दा हँसिलो अनुहार बनाउनु पर्यो के मनमा पिर भए पनि बाहिर अनुहारमा चाहिँ देखाउनु भएन झल्किने खालको हुनु भएन अनि एकदम कुशल हुनु पर्यो कुशलता हुनु पर्यो दक्षता हुनु पर्यो कार्यक्रमको बारेमा अनि आवाजमा विविधता हुनु पर्यो अब कार्यक्रम सञ्चालन गर्ने व्यक्ति हुनुहुन्छ अब स्पिकरलाई बोलाउँदै हुनुहुन्छ होइन वक्तालाई बोलाउँदै हुनुहुन्छ भने बोलाउँदाखेरि चाहिँ कसरी बोलाउने हो त्यो शैली हुन्छ नि त बोल्ने शैली त्यो कसरी बोलाउने बोल्न आउँदाखेरि अब चाहिँ हाम्रो शुभकामना मन्तव्य दिन आउँदै हुनुहुन्छ हाम्रो यस महानगरपालिकाका मेयर रुद्रप्रसाद शर्मा भनेर बोलाउनु पर्यो यसरी होइन तर उहाँले बोलेर गइसक्नुहुन्छ बोलेर गइसकेपछि थोरै समराइज गरिदिनुपर्छ हामीले फेरि वक्ताले बोलेर गइसकेपछि समराइज गर्नु पर्यो नि समराइज गर्ने बेलामा कसरी बोल्नु पर्यो नर्मल अवस्थामा बोल्नु पर्यो होइन त उहाँले हाम्रो महानगरका जुन चाहिँ समस्याहरू थिए ती समस्यालाई समाधानका उपायहरू कसरी गर्नुपर्छ भन्ने विषयमा हामीलाई स्पष्ट पारेर गइसक्नु भएको छ हामीलाई आशा छ अबको आउँदा दिनमा पक्कै पनि ती समस्याहरू समाधान हुनेछन् भनेर यसरी भनिदिनु पर्यो हामीले समराइज गर्दाखेरि हाम्रो आवाज चाहिँ कहिले बोल्ड बनाउनु पर्यो कहिले अलि सानो बनाउनु पर्यो अनि त्यस्तै हाम्रो भाषा शैली जुन छ भाषा शैली कस्तो हुनु पर्यो भन्दा सबैले बुझ्ने खालको हुनु पर्यो है भाषा शैली बुझ्ने खालको हुनु पर्यो हामीलाई यो कुरा थाहा हुनु पर्यो आज कुन भाषाको कार्यक्रममा जाँदैछौँ कहिले कहिले इङ्ग्लिसको पनि ट्रेनिङहरू हुन्छ इङ्ग्लिसमा पनि कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ नेपालीमा हो कि इङ्ग्लिसमा हो कि अन्य हाम्रा चाहिँ राष्ट्रभाषाहरूको बारेमा हो कि हो त्यसको बारेमा हामीलाई ख्याल हुनु पर्यो थाहा हुनु पर्यो हाम्रा अडियन्सहरू कस्तो खालको हुनुहुन्छ त है अडियन्सहरू हेरेर पनि हाम्रो भाषा शैली फरक हुनु पर्यो अडियन्स कस्तो हुनुहुन्छ मलाई त इङ्ग्लिस आउँछ के अरे भनेर ए ल आजको प्रोग्राम त एकदम इफेक्टिभ तरिकाले चाहिँ कन्डक्ट हुँदैछ भनेर भनिदिउँ भने अडियन्सले के भन्नुहुन्छ खुबै इङ्ग्लिस आउँदो रहेछ घरि इफेक्टिभ भने कनि कुनै कुनै कन्डक्ट सन्डक्ट के भने भन्नुहुन्छ उहाँहरूले हाम्रा अडियन्सहरू कस्तो खालको हुनुहुन्छ हामीले हाम्रो भाषा शैली त्यस्तै खालको बनाउनुपर्छ र हाम्रो प्रस्तुति कस्तो हुनु पर्यो भन्दा प्रभावकारी खालको हुनु पर्यो हाम्रो अडियन्सले पनि सुनौ लागोस् के उहाँहरूलाई पनि आहा कस्तो राम्रोसँग कार्यक्रम सञ्चालन गरेको है सुनम लाग्ने खालको भन्ने बनाउनु पर्यो अनि नयात्मक गुण हुनु पर्यो अभिनय गर्न सक्ने खालको हुनु पर्यो बिचरा गाउँमा चाहिँ अब त्यहाँ आउँदै सुनियो एकजना मान्छेको डेथ भएछ गाउँमा ए त्यहाँको चाहिँ फलाने व्यक्ति चाहिँ बित्नु भएछ भनेर यसरी चर्को छोरोमा भन्नु भएन उहाँको दुःखद निधन भएछ हामीलाई एकदमै दुःख लागेको छ भनेर यसरी भाषा शैलीमा पनि चेन्ज गर्न सक्नु पर्यो अभिनय पनि गर्न जान्नु पर्यो दुःख लाग्छ भनेर हाँस्दै स्माइल गर्दै भन्न त भएन नि अनि त्यस्तै यान्त्रिक वस्तुहरूको ज्ञान हुनु पर्यो अब यान्त्रिक वस्तुहरू भन्नाले हामी कार्यक्रम सञ्चालन गर्न गएका छौँ हामी उद्घोषक बनेर गएका छौँ र त्यति बेला हामी माथि यान्त्रिक वस्तुहरूको ज्ञान हुनु पर्यो हामीले स्पिकरहरू कसरी चलाउने माइक्रोफोनहरू कसरी चलाउने हो पोडियममा हामी उभिँदा चाहिँ हामी कसरी उभिन्छौँ कति हाइटको छ हाम्रो हाइटसँग पोडियम मिल्दो खालको छ कि छैन त्यो कुरा पनि हामीले ख्याल गर्नुपर्छ हामी एकदम होचो छौँ भने क्यार्न पर्यो भन्दा हामीले खुट्टा राख्ने ठाउँमा चाहिँ अर्को काठ ल्याएर पिर्का ल्याएर राखेर उभिनु पर्यो अग्लो छ हामीलाई मिल्दो खालको छ भने ठिक्क लेभलको छ भने त्यसै उभिँदा पनि भयो हाम्रो लेभल मिलाउनु पर्यो माइक्रोफोन पनि कति हाइटमा छ हाम्रो लेभल अनुसार मिलेको छ कि छैन हाम्रो मुखनेर ल्याउँदाखेरि झुगाउन पर्ने छ कि अथवा पर्दैन कि के छ त्यो कुरा थाहा हुनु पर्यो साउन्ड सिस्टमहरू जति छन् साउन्ड सिस्टमहरू होला प्रबन्ध गरिदिएको हाम्रा अडियन्सहरू कतिजना हुनुहुन्छ उहाँहरूले सबैले सुन्ने किसिमले त्यो स्पिकरले काम गर्छ कि गर्दैन त्यस्तै ब्याकअप कति दिन्छ हामीले चार्जिङ गरिरहन पो पर्ने हो कि हाम्रो कार्यक्रम 4 घन्टा हाम्रो स्पिकरले जम्मा दिँदो रहेछ 2 घन्टा भने क्यार्नु पर्यो हामीले भन्दा चार्जिङ गरिरहन पर्यो अनि चार्जिङ गर्ने ठाउँ चाहिँ त्यहाँ नजिकै छ कि छैन
हो हाम्रो कहाँ राखेका छौँ हामीले स्पिकर नजिकै चाहिँ त्यो व्यवस्था छ कि छैन। माइक्रोफोनमा चाहिँ हामीलाई ब्याट्रीहरू चाहिनेवाला छ कि ब्याट्री डाउन पो भइरहेको छ कि है त्यो कुरा पनि ज्ञान हुनु पर्यो। कहिले हुनुपर्छ भन्दा कार्यक्रम सञ्चालन हुनुभन्दा अगाडि नै थाहा हुनु पर्यो। यो कुरा पछि पनि आउँछ सर म्यामहरू अर्कोमा। ल अब गर्न नहुने कुराहरू के होला त सर म्यामहरू? म मात्रै धेरै बोलिरहेँ, अब सर म्यामले बोल्नु होला। त्यो गर्न नहुने चाहिँ के होला त? हाम्रो केबी छेत्री सरले भनिदिन्छ सर एकचोटि। लौ त हजुर, गर्न नहुने चाहिँ के होला? आयोजक संस्थाको नाम गलत माइक्रोफोन लेख्ने। पालै पालो बोलिसे है, पालै पालो। हुन्छ सर, केबी सर भन्छ हजुरले। हजुर माइक्रोफोनमा अनावश्यक फुफु गर्नु भएन। एकदम। अरू अनि माइक्रोफोनमा अनावश्यक फुफु गर्नु भएन। अरू त्यस्तै के हुन्छ होला? अरू सर म्यामले त थप्दै जानुहोस्, ल थप्दै जानुहोस्। हाम्रो रामकुमार प्रजा सर, ल हजुरले थप्नुहोस् अर्को। हाम्रो 190औं ब्याचको सहभागी साथीहरू यहाँहरूले थप्दै जानु होला। यहाँहरूलाई मैले धेरै भिडियो अन गरेर त बस्नुभएको छ कि छैन? मैले त धेरैजना देख्दिनँ त। अतिथिज्यूहरूको नाम भन्दाखेरि प्रष्ट नाम थाहा पाएर भन्नुपर्ने। एकदम अतिथिहरूको नाम एकदम प्रष्ट थाहा पाएर भन्नु पर्यो, बिगारेर भन्नु भएन होइन। अरू अनि कार्यक्रमका के अरे आयोजक संस्थाको नाम पनि बिगार्नु भएन। आयोजक संस्थाको नाम बिगार्नु भएन। कार्यक्रममा जानुभन्दा पहिला आयोजक संस्था र कार्यक्रमको विषयवस्तुका विषयमा पूर्ण जानकारी लिएर पूर्ण जानकारी लिएर जानु पर्यो। त्यो त गर्नु पर्यो, गर्न हुने काम नहुने काम भन्दैछु है मैले। ल अब त्यस पछाडि मैले एकजना हाम्रो कसैले पनि होच्याएर बोल्नु भएन, त्यस्तो ओछ्याएर वर्डहरू बोल्नु नेगेटिभ भएन। वर्डहरू युज गर्नु भएन, राम्रो वर्डहरू युज हजुर, गर्नु। एकदम राम्रो शब्दहरूको प्रयोग गर्नु पर्यो हामीले है। अब के गर्न नहुने भन्दा अनावश्यक फुफु गर्नु भएन भन्नुभएको थियो अघि। पहिलो हाम्रो बोली अस्पष्ट हुनु भएन, सबैले बुझ्ने खालको हुनु पर्यो, स्पष्ट खालको हुनु पर्यो है। अनि कृत्रिम अथवा आध्यात्मिक बोलीको प्रयोग गर्नु भएन, एकदमै चाहिँ स्टाइल पारेर बोल्नु भएन क्या है। कृत्रिम खालको बोल्नु भएन, जस्तो छ हाम्रो आवाज त्यस्तै निकाल्नु पर्यो र धेरै पनि बोल्नु भएन। किनभने उद्घोषण गर्ने मान्छे उद्घोषक भनेको वक्ता होइन। उद्घोषण गर्ने मान्छे अथवा उद्घोषक भनेको वक्ता होइन, ऊ कार्यक्रम सञ्चालक मात्रै हो। त्यसैले उसले धेरै बोल्नु हुँदैन। उसले वक्ताहरूको कुरा भनाइहरूलाई उसले समराइज गर्ने हो, सारांश गर्ने हो। तर चाहिँ धेरै भनिरहनु हुँदैन, बोलिरहनु हुँदैन। र धारा प्रवाह धेरै मधुरो वा धेरै उच्च स्वरको प्रयोग गर्नु हुँदैन। धारा प्रवाह भनेको लगातार बोलिरहनु हुँदैन उसले। र मधुरो धेरै उच्च पनि बोल्नु भएन। र वक्तालाई निम्त्याउन वा सम्मान गर्न अधुरो वाक्यको प्रयोग गर्नु भएन। अब जस्तै बोलाउनु परेको छ, बोलाउँदाखेरि उसको नाम थर होइन स्पष्ट भएर बोलाउनु पर्यो। अनि त्यस्तै अति छोटो र अनावश्यक लामो बोलाइ अति छोटो पनि बोल्नु भएन र अनावश्यक रूपमा एकदमै लम्ब्याएर लामो समराइज गर्न पनि भएन, बोल्न पनि भएन। र कुनै वक्तित्व कला भाषण जस्तो भावभङ्गी हावभाव प्रदर्शन गर्नु हुँदैन। पुरै चाहिँ वक्तित्व कलामा बोले जस्तै यो टपिक चाहिँ यो अनुसार यस्तो हुनुपर्ने थियो, यस्तो त्यस्तो भनेर कसैको पानी त्यस्तो हुन्छ। तर चाहिँ त्यसरी बोल्नु हुँदैन है। अनि त्यस्तै भड्किलो कपडा अथवा गहनाको प्रयोग गर्नुहुन्न। यो सबभन्दा इम्पोर्टेन्ट कुरा हो। हामी चाहिँ कुन कार्यक्रममा जाँदैछौँ, अनि हाम्रो कार्यक्रम सुहाउँदो खालको हाम्रो पोसाक छ कि छैन, यो कुरा चाहिँ हामीले एकदमै ध्यान दिनु आवश्यक हुन्छ। हामी कुन चाहिँ कार्यक्रममा जाँदैछौँ। हामी तीजको कार्यक्रममा तीजमा चाहिँ तीज गीत प्रतियोगिताको कार्यक्रम सञ्चालन गर्न जाँदैछौँ, अथवा चाहिँ हामी शोक सभामा उपस्थित हुन जाँदैछौँ, शोक सभा सञ्चालन अथवा श्रद्धाञ्जली सभा सञ्चालन गर्न जाँदैछौँ भने पक्कै पनि हाम्रो चाहिँ ड्रेसअप के हुनुपर्छ, फरक फरक हुनुपर्छ। र भड्किलो खालको कपडा लाउनु भएन, गहनाहरू लाउनु भएन त्यसै पनि। र माइक्रोफोनमा अनावश्यक फुफु गर्नु हुँदैन, यो त अघि नै पनि आइसकेको कुरा हो। अब हामीले फुफु त गर्नु हुँदैन, तर त्यसमा आवाज आएको छ कि छैन भन्ने कुरा कसरी थाहा हुन्छ सर म्यामहरू? माइक्रोफोनमा त्यहाँ आवाज आउँछ कि आउँदैन कसरी थाहा हुन्छ त फुफु नगर्ने भने? त्यहाँ बत्ती बल्छ नि त, अन र अफ हुन्छ अनि थाहा हुन्छ। अन र अफमा बत्ती पनि बल्छ है। अनि अर्को कुरा के हुन्छ भन्दा यसरी हामीले हातले यसरी हान्यौँ भने पनि थाहा हुन्छ है, त्यसरी पनि बज्छ नि त हातले हान्यौँ भने। अनि
अन र अफको बटन हुन्छ। त्यही भएर समाउने बेला पनि हामीले ख्याल गरेर यसरी समाउनु पर्यो कि यसरी समाउँछौँ जहाँ चाहिँ अन र अफको बटन हुन्छ। आवश्यक पर्दा अन गर्छौँ, अनावश्यक हुँदा आवश्यक नपर्दा अफ गर्छौँ हामीले। त्यही भएर समाउन पनि जान्नु पर्यो। कहिले कहिले बोल्दै थियौँ, बोल्दा बोल्दा ठ्याक्क हामीलाई चाहिँ आछ्यु आयो, खोकी आयो होइन, त्यस्तो बेला ठ्याक्क अफ गरिहाल्नु पर्यो हामीले। त्यही भएर माइक्रोफोन समाउन पनि जान्नुपर्छ, यो पनि आवश्यक हुन्छ। र आदरणीय सर म्यामहरू, यो स्लाइड चाहिँ यहाँलाई जस्ताको तस्तै आउँछ, मैले सुरुमा भन्न बिर्सेछु, त्यही भएर यहाँले लेखिरहनु चाहिँ पर्दैन, त्यसैले अहिले चाहिँ बुझ्ने कोसिस गर्नु होला है त। यो जस्तो छ त्यस्तै जस्ताको तस्तै यो सकिने बित्तिकै, क्लास सकिने बित्तिकै यहाँहरू समक्ष आइहाल्छ, भाग्दै भाग्दै आउँछ। त्यही भएर यहाँले फिर नगर्नु होला, अहिले चाहिँ बुझ्ने कोसिस। म्याम थाहा नभएर यहाँ लेख्न हतार हतार गरेँ। हो है, ओहो बर्बाद भएछ नि, हिजो भन्छिएन म्यामले भनेको स्लाइड। थिएन नि, मैले नसुने हो कि। जस्ताको तस्तै आउँछ म्याम, यो चेन्ज नै नगरिकन जस्तो छ त्यस्तै आउँछ। ल, कार्यक्रमको चरणहरू है, अब जुनसुकै कार्यक्रमको पनि 3टा चरणहरू हुन्छ। मैले सरसर्ती गएँ यहाँहरूलाई। यो पूर्व तयारी, कार्यक्रम सञ्चालनको समय र कार्यक्रम पश्चातको समय हुन्छ है। प्रि प्लानिङ, अब पूर्व तयारीमा कार्यक्रम सञ्चालन हुनुभन्दा अगाडि फर्मेट ढाँचा बनाउने भयो, सञ्चालनको समय भइहाल्यो, र कार्यक्रम पश्चात के गर्ने त, सकिने बित्तिकै अब सभा अध्यक्षले मन्तव्य दिने, ल सभा अध्यक्षले मन्तव्य दिन आउँदै हुनुहुन्छ भन्ने बित्तिकै छोडेर भाग्ने कुरा त आउँदैन होला है। पश्चात पनि एकछिन बस्नुपर्ने हुन्छ हामीले। त्यसैले कार्यक्रमको चरणहरू हुन्छ। अब पूर्वतिर जाउँ है त, प्रीमा जाउँ हामी। अब कार्यक्रम सञ्चालन पूर्व ध्यान दिनुपर्ने कुराहरू के थाहा पाउनुपर्छ हामीले भन्दा पहिला कुन कार्यक्रम भनेर थाहा पाउनु पर्यो है। कार्यक्रम कुन कार्यक्रम भन्ने कुरो थाहा हुनु पर्यो हामीलाई। अनि कहिले हुँदैछ कार्यक्रम, हामी कुन कार्यक्रम सञ्चालन गर्न जाँदैछौँ, कार्यक्रम कहिले हुँदैछ, कहाँ हुँदैछ, कार्यक्रम कुन उद्देश्यले सञ्चालन गरिएको छ, र लक्षित वर्ग चाहिँ को हो, त्यो कार्यक्रममा आउने अडियन्सहरू जो हुनुहुन्छ नि, दर्शक अथवा श्रोताहरू, उहाँहरू चाहिँ कस्तो वर्गको व्यक्ति हुनुहुन्छ, र कार्यक्रमको आयोजक को हो। हामीलाई त उद्घोषण गर्न बोलाउनु भएको छ, कार्यक्रम सञ्चालन गर्न बोलाउनु भयो, हामी गयौँ, तर चाहिँ संस्थाको सरी त्यो आयोजक चाहिँ को हो त कार्यक्रमको, त्यो थाहा हुनु पर्यो। अनि प्रायोजक को हो त्यो पनि थाहा हुनु पर्यो, यदि प्रायोजक छ भने। सर म्यामहरू, प्रायोजक भनेको थाहा छ? आयोजक र प्रायोजकमा के फरक छ होला? प्रायोजक भनेको प्रायोजक स्पोन्सर भयो, प्रायोजकको स्पोन्सर। स्पोन्सर भयो। एकदम है, प्रायोजक भनेको स्पोन्सर। जस्तै आयोजक भनेको कार्यक्रम अब आयोजना गर्ने नै भइहाल्यो होइन। प्रायोजक भनेको त्यो कार्यक्रममा ल कसैले चाहिँ फ्री वाटर डिस्ट्रिब्युसन गरिदिनु भयो, पानी वितरण गरिदिनु भयो होइन, प्रायोजन गरिदिनु भयो। अथवा कुनै व्यक्तिहरूलाई कुनै कम्पिटिसनहरू राखिएको थियो, प्रतियोगिताहरू राखिएको थियो भने पुरस्कार दिइदिनु भयो, त्यो प्रायोजन गर्नुभयो होइन उहाँले। अनि कार्यक्रमको प्रारूप भनेको कार्यक्रमको ढाँचा भनेको है, यो भनेको कार्यक्रम सञ्चालन गर्नुभन्दा अगाडि हामीलाई यति कुरा थाहा हुनुपर्छ। र यसलाई चाहिँ हामीले के गर्छौँ त सर म्यामहरू भन्दा एकदम सर्टमा है त, 5W1H भनेर, 5W1H यो भनेको के, किन, कहाँ, कहिले र कसरी भनेर चाहिँ यसरी सरसर्ती बुझ्नलाई चाहिँ हामीलाई सजिलो हुन्छ है। के, किन, कहाँ, कहिले र कसरी हामीले यसरी यो 5W1H यसलाई चाहिँ यसो फर्मुला जस्तो बनाएर याद गऱ्यौँ भने सजिलो हुन्छ। कहिले भन्नाले मिति थाहा हुनु पर्यो, ठ्याक्क टाइम पनि थाहा हुनु पर्यो हामी, किनभने हामी कार्यक्रम सञ्चालन गर्न जाने मान्छे, कार्यक्रम सञ्चालन हुनुभन्दा कति टाइम अगाडि पुग्नुपर्छ हामीलाई थाहा हुनुपर्छ, जानकारी हुनुपर्छ। त्यसैले डेट थाहा हुनु पर्यो, टाइम पनि थाहा हुनु पर्यो, स्थान कहाँ सञ्चालन हुँदैछ थाहा हुनु पर्यो। हाम्रो चाहिँ विद्यालयको चाहिँ वार्षिक समारोह विद्यालयमै छ होला, तर सहकारी संस्थाको चाहिँ सहकारी संस्थाकै भवनमा छ कि छैन, अथवा चाहिँ कुनै रेस्टुरेन्ट होटलहरूमा लगेर गरिया छ कि कतै गरिया छ कि होइन, स्थान थाहा हुनु पर्यो। अनि आयोजक को हो, अनि कुन उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको छ थाहा हुनु पर्यो। अनि के कार्यक्रमको नाम के हो, कुन कार्यक्रम हो थाहा हुनु पर्यो, र कसरी सञ्चालन हुँदैछ, सभा हो कि समारोह हो कि सम्मेलन हो कि औपचारिक हो कि अनौपचारिक हो, कसरी सञ्चालन गर्ने हो, त्यो कुरा पनि थाहा हुनुपर्छ हामीलाई। त्यही भएर कार्यक्रम सञ्चालन गर्नु पर्दा ध्यान दिनुपर्ने कुराहरूमा 5W1H, ल यो पनि याद गर्नु होला। अब त्यस्तै अर्कोमा
ल यो सर म्यामहरूको पालो आयो अब कार्यक्रम सुरु हुनुभन्दा कति समय अगाडि कार्यक्रम स्थलमा पुग्नु पर्ने हुन्छ यहाँलाई जिज्ञासा आयो एउटा हाम्रो दिपेश प्रसाद देवकोटा सर ल हजुर धनगढीदेखि हुनुहुँदो रहेछ ल सर मैले हजुरलाई जिज्ञासा राखेँ कति टाइम अगाडि जाने होला सर कार्यक्रम स्टार्ट हुनुभन्दा 15देखि 20 मिनट अगाडि कार्यक्रममा पुगिसक्नुपर्छ। है 15देखि 20 मिनट अगाडि पुगिसक्नु सर किन जाने त्यति चाँडैदेखि हामी त कार्यक्रम चलाउने कार्य मान्छे ठिक्क चलाउने बेलामा पुगे भएन र सर होइन अध्ययन गर्नु पर्यो। अब कार्यक्रमको बारेमा अध्ययन गर्नु पर्यो, अगाडि सोच्नु पर्यो। अब सबै कुराहरू को प्रमुख अतिथि सबै कुराहरूको अध्ययन गरेर आफूले नोट डायरी अगाडि गर्न पर्यो म्याम। एकदम एकदम धेरै धेरै धन्यवाद छ सर हामी चाहिँ कम्तीमा पनि कति टाइम अगाडि जान्छौँ अरे कति लेखेर जान्छौँ ल कति टाइम एक घन्टा अगाडि एकदम अब 1 घन्टा अगाडि हामी किन जान्छौँ भन्दा यो प्री प्लानिङको टाइम हो है प्री प्लानिङको कार्यक्रम अनुसार फरक हुन्छ है सर अब कुनै कार्यक्रममा 15-20 मिनट अगाडि गएर नि हुने खालको पनि हुन्छ कार्यक्रम हेरेर हुन्छ नि त होइन अब जस्तै प्री प्लानिङको टाइम भएको हुनाले कार्यक्रम स्थलको बनावट कस्तो खालको छ कार्यक्रम स्थल कस्तो खालको छ हाम्रो अडियन्सहरू बस्ने ठाउँ कस्तो छ स्पिकर बस्ने ठाउँ कस्तो छ है लेभल मिल्दो खालको छ कि छैन है एकदमै अब स्पिकर चाहिँ एकदम हाइटमा बस्नुहुन्छ बस्ने मान्छेहरू चाहिँ अब अडियन्सहरू चाहिँ एकदम भुइँमा बस्नुहुन्छ भने लेभल मिल्दैन क्या भुइँमा बसेर उहाँले यसरी उभिएर हेर्नुपर्ने हुन्छ अनि गाह्रो हुन्छ अप्ठ्यारो हुन्छ त्यसैले उहाँहरूलाई बस्नको लागि चेयर बनाइयो भने सजिलो भयो नि त चेयरमा बस्ने व्यवस्था गरियो भने सजिलो हुन्छ कि भुइँमा नै बस्नुहुन्छ भने फेरि स्पिकरले पनि क्यार्ने भन्दा उहाँ पनि होचै ठाउँमा बसेर उभिएर बोल्नुभयो भने राम्रो भयो अब सिट प्लानिङ त्यो लेभल अनुसार पनि हुने भयो एउटा होइन ठाउँको लेभल अनुसार होचो अग्लो त्यस्तै गरेर सङ्ख्याको रूपमा पनि कतिजना हुनुहुन्छ हामीले बोलाएको 300 जना बोलाएको तर चेयर चाहिँ त्यहाँ जम्मा यसो सरसर्ती हेर्दा 150 भन्दा बढी चेयर छैनन् त्यो भयो भने के लाग्छ हामीलाई पुग्छ जस्तो लाग्छ लाग्दैन नि त हामीले त्यति बोलाएको छौँ भने होइन थप्नुपर्छ होला चेयर त अरू भन्ने लाग्छ हामी जान्छौँ हेर्छौँ अनि होइन थप्नु पर्यो भने थप्ने पनि पर्ने भयो त्यस्तै ब्यानर छ ब्यानर अब कार्यक्रमको ब्यानर हुन्छ त्यो ब्यानरलाई राम्रोसँग हामीले स्टडी गर्नु पर्यो कहिले कहिले ब्यानरमा अशुद्धता हुन्छ कहिले कहिले डेटहरू बिग्रिरहेको हुन्छ कहिले कहिले भाषा शैली बिग्रिरहेको हुन्छ है त्यसैले हामीले ब्यानरलाई हेर्नु पर्यो राम्रोसँग स्टडी गर्नु पर्यो र त्यसलाई चाहिँ 1 घन्टा अगाडिसम्म गइयो भने उस्तै परे त्यसलाई सच्याउन पनि सकिने हुन्छ त्यस्तै हेर्नु पर्यो अर्को साउन्ड सिस्टमलाई हेर्नु पर्यो साउन्ड सिस्टम चाहिँ कतिजना अडियन्सहरू हुनुहुन्छ र हाम्रो त्यो साउन्ड सिस्टमले काम गर्छ कि गर्दैन त्यो कुरा थाहा हुनु पर्यो अनि त्यस्तै ब्याकअप कति दिन्छ त्यसलाई चार्ज गर्नुपर्छ कि पर्दैन अथवा चाहिँ हाम्रो माइक्रोफोनलाई चाहिँ ब्याट्रीहरू ठिक छन् कि छैनन् काम गरेको छ कि छैन त्यो सबै कुरा हेर्नु पर्यो है हामीले अनि हामी साउन्ड सिस्टमको बारेमा विज्ञ छौँ कि छैनौँ हामीलाई थाहा छ कि छैन भने प्राविधिक मित्रलाई बोलाउनु पर्ने हो कि कार्यक्रम सञ्चालनमा राष्ट्रगान पनि गाउनुपर्छ नि होइन सर म्यामहरू कार्यक्रम औपचारिक खालको छ भने राष्ट्रगान पनि गाउनुपर्छ त्यति बेला राष्ट्रगान बजाउन पनि पर्ला अनि मैले आफैले जाने छु भनेर आफैले गर्ने हो कि अथवा चाहिँ हाम्रो प्राविधिक मित्रहरूलाई ल्याउनु पर्ने हुन्छ कि के छ अनि साउन्ड सिस्टमको भोल्युम एकदमै चर्को बनाउँदाखेरि सुन्नु हुँदो रहेछ फेरि एकदमै चर्को बनाउँदा इको आउँछ कि है यस्ता कुराहरू टेस्ट गर्नको लागि हामी चाँडै नै जानुपर्ने हुन्छ र आमन्त्रित व्यक्तिहरू आए कि आएनन् आउनुभयो कि आउनु भएन प्रमुख अतिथि कसलाई बनाइएको थियो र उहाँ चाहिँ टाइममा आउनुभयो कि आउनु भएन आउनुभएको छ कि छैन अथवा चाहिँ प्रमुख अतिथि अब आउन नभ्याउने हो कि उहाँ आउँदै आउनुहुन्न कि अथवा चाहिँ निश्चित टाइम पछाडि आउनुहुन्छ कि भन्न त कार्यक्रम 11 बजे भनेर भनेको तर चाहिँ उहाँ चाहिँ 2 घन्टा ढिलो हुन्छ म आउन भनेर भन्नुभयो भने हामी के गर्ने सर म्यामहरू 2 घन्टासम्म के गर्छौँ होला उहाँलाई पछि बोलाउने हो कि प्रमुख अतिथिले म 2 घन्टा पछाडि आउँछु भनेर खबर पठाउनु भयो भने हामीले के गर्छौँ सांस्कृतिक कार्यक्रमहरू अगाडि बढाउने एकदमै हामीले अनौपचारिक रूपमा अरू कार्यक्रमहरू अगाडि बढाउँछौँ
जस्तै विद्यालयको वार्षिक समारोह छ भने हामीले चाहिँ त्योभन्दा अगाडि गर्न सक्ने कामहरू अगाडि गर्न सक्ने भयौँ है, अनौपचारिकमा गर्न सक्छौँ। त्यस्तै कार्यक्रमको ढाँचाको विषयमा आयोजकसँग बसेर प्रारूप तयार गर्ने। प्रारूप भनेको फर्म्याट भनेको है, फर्म्याट अथवा ढाँचा भनेको। अनि त्यसको अब कार्यक्रम कस्तो ढाँचामा सञ्चालन गर्ने भनेर आयोजकसँग बसेर त्यो तयार गर्नको लागि पनि हामी 1 घन्टा अगाडि जानुपर्छ। ल अब त्यसपछि हामी यो चाहिँ प्री प्लानिङ थियो हाम्रो। अब ठ्याक्कै हाम्रो कार्यक्रमको समय आयो। हाम्रो उद्घोषण जुन चाहिँ ड्युरिङ अथवा वाइल्ड होइन, अब कार्यक्रम सुरुवात गर्नु पर्यो। हामीले सब कुरा रेडी भयो क्या। अब रेडी भएपछि हामीले के गर्छौँ सर म्यामहरू हेर्नु होला। जुन चाहिँ ऱ्यापो बिल्डिङको फर्मेट थियो नि, त्यही फर्मेट अनुसार हाम्रो स्टार्टिङ हुन्छ। कसरी हुन्छ भन्दा पहिला आई कन्ट्याक्टदेखि हुन्छ है। हामी अडियन्सलाई ट्याक्क अब कार्यक्रम सञ्चालन गर्न जाने भनेर जान्छौँ। हामी ठ्याक्क बोर्डियममा उभिएपछि सर एकचोटि अडियन्सलाई हेर्छौँ हामी एम अथवा डब्लुको सेपमा। अनि हामीले आइस ब्रेकर भन्छौँ है। आइस ब्रेकर भनेर थाहा छ नि? जस्तै हाम्रो लक्ष्मी अधिकारी जीले भन्दैछ त एउटा आइस ब्रेक ल एउटा आइस ब्रेक भन्दैछ त। नकारात्मक सोच बदलौं, तपाईँ जस्तो सोच्नुहुन्छ त्यस्तै बन्नुहुन्छ। धन्यवाद, एकदमै राम्रो है त। हो हजुर, त्यसरी महान बाणीहरू हो, अनि उद्धरणहरू, अनि कवितांशहरू होइन, त्यस्ता कुराहरूलाई जुन हामी कार्यक्रम सुरुवातको चरणमा भन्छौँ, त्यो कार्यक्रम सुहाउँदो खालको हुनुपर्छ, कार्यक्रम मिल्दो खालको हुनुपर्छ है त। आइस ब्रेकर पनि कार्यक्रमलाई सुहाउने खालको हुनु पर्यो, मिल्दो खालको हुनु पर्यो। हामी कुन कार्यक्रममा जाँदैछौँ त्यसलाई चाहिँ मिल्ने खालको। अब जस्तै हामी श्रद्धाञ्जली सभामा जाँदैछौँ भने फुलको आँखामा फुलै संसार भनिदियौँ भने हुन्छ त? भयो त? भएन। विषयवस्तुसँग मेल खानु पर्यो। विषयवस्तुसँग मेल खानु पर्यो। साङ्गीतिक कार्यक्रम सञ्चालन गर्न जाँदैछौँ भने फुलको आँखामा भनिदियो भने त भयो नि है, कि भएन? भयो। त्यसैले कार्यक्रमसँग मिल्दो खालको आइस ब्रेकरको सुरुवात गर्नु पर्यो। आइस ब्रेकर भनेर सुरुवात गर्छौँ र त्यस पछाडि हामी के गर्छौँ? अभिवादन गर्छौँ। अभिवादन भनेको ग्रिटिङ भनेको के अरे इङ्ग्लिसमा हामी सबैलाई थाहै छ। अभिवादन एक्लै आउँदैन, त्यसले कसलाई लिएर आउँछ भन्दा साथी लिएर आउँछ। त्यसको साथी भनेको के हो? सम्बोधन हो। नमस्कार दर्शकबिन अथवा उपस्थित महानुभावहरू अथवा महिला तथा सज्जनबिन भन्छौँ कि होइन, अथवा यस सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, अनि विशेष अतिथिज्यूहरू भन्ने के अरे अतिथिज्यूहरू भन्छौँ कि के भन्छौँ हामीले? पहिला नमस्कार भन्ने बित्तिकै सम्बोधन भन्नु पर्यो। र त्यस्तै त्यस पछाडि परिचय भन्छौँ। परिचयमा के भन्छौँ हामी? नाम, ठेगाना, पेसा। नाम, ठेगाना र पेसा भन्छौँ। त्यस पछाडि हामी स्वागत गर्छौँ त्यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई। कसको तर्फबाट गर्ने भयो भन्दा संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु भन्छौँ। हामी कार्यक्रम सञ्चालन गर्दैछौँ। आज उद्घोषक बन्दैछौँ। उद्घोषकले चाहिँ स्वागत गर्नुपर्छ है। अनि कार्यक्रमको परिचय तथा महत्त्व हुन्छ। त्यो कार्यक्रमको परिचय तथा महत्त्व भनेको हाम्रो एडिफिकेसन अफ प्रोग्राम भन्छ त्यसलाई इङ्ग्लिसमा चाहिँ। कार्यक्रम के को बारेमा हो, कुन कार्यक्रम हो र यसको के महत्त्व छ भनेर थोरै छोटकरीमा भन्छौँ हामी। र त्यस पछाडि हामी कार्यक्रमका नियमहरू भनिहाल्छौँ। यो कार्यक्रमको नियमलाई हामी रुल्स एन्ड रेन्ज अफ प्रोग्राम भनेर भन्छौँ है। रुल्स एन्ड रेन्ज अफ प्रोग्राम, कार्यक्रमका नियमहरू के छन्, आचार संहिताहरू के छन्, के गर्न हुनेछ, के गर्न नहुनेछ, त्यो कुराहरू आउँछ आचार संहितामा। र यति भइसकेपछि अब के आउँछ त? अब हामीले कार्यक्रमको चाहिँ हाम्रो कार्यक्रम आज यति बेलादेखि सुरुवात भएको कार्यक्रम 9 बजे सुरु भएको कार्यक्रम अथवा 10 बजे सुरु भएको कार्यक्रम 4 बजेसम्म सञ्चालन हुनेछ हो। कार्यक्रम अवधिभरमा यहाँहरू शान्त र धैर्य भएर बस्नुहुनेछ भनेर भन्छौँ हामीले हो। अब हामी कार्यक्रमलाई अगाडि बढाउँछौँ भन्ने बित्तिकै के आयो भन्दा औपचारिक कार्यक्रम छ भने आसन ग्रहण आउँछ। औपचारिक कार्यक्रम छ भने के आउँछ? आसन ग्रहण आउँछ। र आसन ग्रहण गर्दा हामीले कसरी गर्छौँ भन्दा सुरुमा हामी कसलाई गराउँछौँ? सभाको अध्यक्षलाई गराउँछौँ। त्यो भनेको आयोजक संस्थाको अध्यक्ष हुन्छ। आयोजक संस्थाको अध्यक्ष हुन्छ है। आयोजक संस्थाको
प्रमुख व्यक्ति सभाध्यक्ष हुन्छ र त्यस पछाडि कसलाई गराउँछौँ प्रमुख अतिथि एकदम प्रमुख अतिथिलाई गराउँछौँ र त्यसपछि विशिष्ट अतिथि विशिष्ट अतिथि भनेर अथवा विशेष अतिथि भनेर गराउँछौँ अनि हाम्रा अतिथिज्यूहरू हो त्यस पछाडि चाहिँ हामीले निम्ता पठाएर हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएको व्यक्तित्वहरू जुन हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले कसरी गराउनु पर्छ भन्दा ठुलोदेखि सानोसम्म है उहाँहरूको ओहदा अथवा उहाँहरूको पद जुन छ त्यसको आधारमा ठुलोदेखि सानोसम्म गरेर आसन ग्रहण गराउँछौँ र त्यो सँगसँगै ब्याज वितरण हुन्छ ब्याज वितरण गरिदिनको लागि हाम्रा यसै संस्थाका दुईजना भोलिन्टियर मित्र लक्ष्मी अधिकारी र गङ्गा चाहिँ चिमोरिया म्यामलाई हार्दिक अनुरोध गर्दछु भन्ने हो कि अथवा चाहिँ स्वयंसेवा बहिनीहरूलाई चाहिँ हार्दिक अनुरोध गर्छु भन्ने हो कसको लागि जिम्मा लागेको हुन्छ आसन ग्रहण गराउने बित्तिकै के हुन्छ ब्याज वितरण हुन्छ कहिले कहिले माला हुन्छ कहिले खादा हुन्छ होइन तिनीहरू हुन्छ र त्यस पछाडि हामी राष्ट्रगानको कार्यक्रम आउँछ राष्ट्रगान गाउँदा हामी के गर्छौँ राष्ट्रगान गाउँदा हामी के गर्नु पर्यो भन्दा उभिनु पर्यो उठेर सबैजनालाई गाउनु पर्यो अब हामीले भन्नुपर्छ के भन्नुपर्छ हाम्रो राष्ट्रको सम्मानका लागि राष्ट्रगानमा सरिक भइदिनका लागि उपस्थित हुनुभएका सम्पूर्ण महानुभावलाई आफ्नो स्थानमा उठिदिनु हुन हार्दिक अनुरोध गर्छु भनेर भन्छौँ हामीले अनि बजाउनु पर्यो फेरि राष्ट्रगान बजाउनु पर्यो नि होइन अनि बजाउनलाई के भन्छौँ हामीले भन्दा हामीले आफैले बजाउने हो कि अथवा प्राविधिक मित्रलाई राष्ट्रगान बजाइदिन हार्दिक अनुरोध गर्दछु भनेर भन्छौँ उहाँले बजाइदिनुहुन्छ र सब हामी के भन्छौँ राष्ट्रगानमा सरिक भइदिनु भएको मायाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्छु भन्छौँ र मौन धारण हुन्छ मौन धारण सबै कार्यक्रममा मौन धारण गरिँदैन सबै कार्यक्रममा मौन धारण हुँदैन यो कार्यक्रम हेरेर मात्रै गरिन्छ कुनै कार्यक्रममा गरिन्छ र कुनै कार्यक्रममा गरिँदैन हाम्रा ज्ञात अज्ञात शहीदहरूप्रति 1 मिनट मौन धारण गर्ने भन्ने चलन हुन्छ र कहिले चाहिँ गरिन्छ कहिले गरिँदैन कार्यक्रम अनुसार हुन्छ है कार्यक्रमको सेड्युलमा कसरी राखिन्छ त्यही हुन्छ र त्यस पछाडि स्वागत मन्तव्यको पालो आउँछ स्वागत मन्तव्य पनि हुन्छ अथवा सङ्गीत पनि हुन्छ नृत्य पनि हुन्छ जे पनि राख्न सकिन्छ राखिन्छ यो कसले गर्नुपर्छ भन्दा आयोजक संस्थाबाट गरिन्छ स्वागत मन्तव्य सङ्गीत अथवा नृत्य कहाँबाट गर्ने भन्दा आयोजक संस्थाको तर्फबाट गरिन्छ है र त्यस पछाडि अब के पालो आयो भन्दा हाम्रो कार्यक्रमको उद्घाटन कसले गर्नुहुन्छ उद्घाटन प्रमुख अतिथि कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले गर्नुहुन्छ हामी सबैलाई थाहै छ यो कुरा र यस पछाडि अब शुभकामना मन्तव्य सुरुवात हुन्छ शुभकामना मन्तव्य दिन सबभन्दा पहिला कसलाई बोलाइन्छ होला सर म्यामहरू अतिथिज्यूहरूलाई बोलाइन्छ एकदम अतिथिज्यूहरूलाई बोलाइन्छ जुन अतिथिज्यूहरूलाई आसन ग्रहण गराउँदा सबभन्दा पछि आसन ग्रहण गराइएको थियो उहाँहरूलाई पहिला बोल्न बोलाइन्छ है एकदम आसन ग्रहण ठुलोबाट गराइन्छ मन्तव्य दिँदा सानोबाट बोलाइन्छ होइन त थाहै छ यहाँहरूलाई पक्कै पनि र त्यस्तै गरेर शुभकामना मन्तव्यपछि अन्य मन्तव्यहरू हुन्छ बाँकी कार्यक्रमहरू हुन्छ कहिले कहिले संयोजक बनाइएको हुन्छ कार्यक्रमको संयोजकबाट अनि संयोजकले धन्यवाद ज्ञापन गर्ने कार्यक्रम पनि हुन्छ कहिले कहिले है कार्यक्रम अनुसार अनि त्यस्तै टोकन अफ लभ हस्तान्तरण मायाको चिनो प्रदान गर्ने जुन चाहिँ हाम्रा अतिथिहरू प्रमुख अतिथिहरू आउनुभएको हुन्छ उहाँहरूलाई चाहिँ मायाको चिनो टोकन अफ लभ चाहिँ हस्तान्तरण गरिन्छ है संस्थाबाट र त्यस पछाडि के हुन्छ त हाम्रो कार्यक्रम भन्दा सभा अध्यक्षबाट सभा विसर्जनको कार्यक्रम हुन्छ र त्यसपछि लास्टमा चाहिँ के हुन्छ भन्दा हाम्रो कार्यक्रम अनुसार चियापान तथा बिदाईको कार्यक्रम हुन्छ कहिले कहिले अब चियापान तथा बिदाईको कार्यक्रम अगाडि पनि बिदाईको त मिलेन चियापानको कार्यक्रम चाहिँ बिचमा ब्रेक गरेर पनि गर्ने गरिन्छ बिचमा गरिन्छ कहिले कहिले नत्र चाहिँ प्रायः जसो चियापान लास्टमा हुन्छ र बिदाई गरिन्छ हाम्रा चाहिँ अतिथिज्यूहरू जो आउनुभएको हुन्छ हाम्रो निमन्त्रणलाई स्वीकार गरेर उहाँहरूलाई चाहिँ बिदाई गर्ने लास्टमा गरिन्छ ल अब त्यस पछाडि के भयो त भन्दा कार्यक्रम त सकियो अब सकिएपछि के गर्ने त लौ त नि कार्यक्रम सकियो हस् हजुर ल त नि टाटा बाई बाई भनेर हिँडिहाल्ने हो त होइन नि होइन त हामी कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी लिएर गएको व्यक्ति हो हामी जिम्मेवार व्यक्ति हो त्यसैले हामीले कार्यक्रम सकिए पछाडि
आफूले प्रयोग गरेको सामग्रीहरू आयोजक संस्थालाई जिम्मा दिनुपर्छ। हामीले के ल्याएका थियौँ उद्घाटनको लागि, अब पानसमा दीप प्रज्वलन गरेर थियो होला, त्यो ल्याइएको थियो होला, अथवा माइक्रोफोनहरू भयो होइन, अरू के चिजहरू ल्याइएको थियो, त्यो आफ्नो जिम्मामा भएको चिजहरू हामीले आयोजक संस्थालाई जिम्मा दिनु पर्यो। र आयोजक संस्थासँग कार्यक्रमको समीक्षा गर्नु पर्यो। कार्यक्रम सकिएपछि ल त नि हजुर कार्यक्रम अब कस्तो लाग्यो, के भयो, के कसो भयो, हजुर ल त नि बसेर एकछिन छलफल गरौँ भनेर समीक्षा गर्नु पर्यो है। समीक्षा भनेको राम्रा पक्षहरू पनि हुन्छन् र सुधार गर्नुपर्ने पक्षहरू पनि हुन्छन्। समीक्षामा दुईटै कुराहरू हुन्छन्। र आफ्नो पारिश्रमिक लिनेर छुट्टिने, अब सबै कार्यक्रममा पारिश्रमिक दिने व्यवस्था पनि नभएको पनि हुनसक्छ र दिने गरेर हामीलाई बोलाइएको पनि हुनसक्छ है त। अब छ कि छैन त्यही अनुसार हामी लिन्छौँ अनि बल्ल छुट्टिन्छौँ। र लास्टमा अनि यो कार्यक्रममा भएको कमी कमजोरीलाई हटाउँदै राम्रो कुराहरू अँगाल्दै हामी अर्को कार्यक्रमको तयारी गर्छौँ। लास्टमा यो प्रेजेन्टेसन सकिसकेपछि यो लास्टको पार्ट थियो। ल सर म्यामहरू अब हामीले जानिराखौँ, के चाहिँ जानिराखौँ भन्दा आसन ग्रहण चाहिँ कसरी गरिन्छ अरे भन्दा ऊ त्यसरी गरिन्छ अरे, जुन चाहिँ हाम्रो भर्याङको स्टेपहरू छ नि हो, त्यो स्टेपबाट माथिल्लोबाट तल्लो स्टेपमा झरे जस्तै माथिबाट तल झर्दै झर्दै आउने हो अरे। तर मन्तव्य दिँदाखेरि के गर्ने त भन्दा भर्याङको तल्लो स्टेपबाट माथिल्लो स्टेपमा चढ्दै चढ्दै जाने हो अरे है त। हेर्नु होला आसन ग्रहणमा के गर्ने, सभा अध्यक्ष गर्ने, प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू भनेर आसन ग्रहण गरिन्छ। मन्तव्यमा के गरिन्छ भन्दा पहिला स्वागत मन्तव्य कसले दिनुहुन्छ, आयोजक संस्थाबाट दिनुहुन्छ। आयोजक संस्थाको उपाध्यक्षले दिनुहुन्छ र कहिले कहिले उपाध्यक्ष नभएको अवस्थामा आयोजक संस्थाबाट तोकिएको व्यक्तिले स्वागत मन्तव्य दिनुहुन्छ। र शुभकामना मन्तव्यहरू चाहिँ पहिला सानोदेखि बोलाइन्छ, जहाँ अतिथिहरू हुनुहुन्छ, विशेष अतिथि, प्रमुख अतिथि, अनि लास्टमा सभा अध्यक्ष हुनुहुन्छ र उहाँले चाहिँ सभाको विसर्जन पनि गर्नुहुन्छ, अन्त्य गर्नुहुन्छ है। ल यसरी दिने चलन हुन्छ। हाम्रो आसन ग्रहण र मन्तव्यहरूको उल्टो हुन्छ सिस्टम। अब त्यस्तै कहिले कहिले यहाँहरूलाई कुनै जिज्ञासा लाग्छ क्या, सोध्नुहुन्छ कहिले कहिले सम्माननीय कसलाई भन्ने, माननीय चाहिँ कसलाई भन्ने भन्दै सोध्नुहुन्छ कहिले कहिले। यसरी चाहिँ भनिन्छ अरे सर म्यामहरू, यो सम्माननीय चाहिँ कसलाई भन्ने भन्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, अब व्यवस्थापिका संसदका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उहाँहरूलाई चाहिँ सम्माननीय भन्ने हो अरे। माननीय चाहिँ कसलाई भन्ने भन्दा उप प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री, व्यवस्थापिका संसदका उपसभामुख, अनि व्यवस्थापिका संसदका अब सांसदहरू, राष्ट्रिय सभाका उपाध्यक्ष, राष्ट्रिय सभाका सदस्यहरू, अनि प्रदेशको मुख्यमन्त्री, प्रदेश सभाका सांसद, प्रदेश मन्त्री, सर्वोच्च अदालतका न्यायाधीश है, उच्च अदालतका न्यायाधीशहरू, जिल्ला अदालतका न्यायाधीश, अनि विशेष अदालतका न्यायाधीशहरू, उहाँहरूलाई चाहिँ हामीले माननीय भनेर भन्नुपर्छ अरे।